आरजी र जिएल दुई किसिमको छ। यो आरजी भनेको ऋषि यसरी सम्झनुस् कि जो जापानमा कुनै पनि दोष नभएको कुनै पनि अवगुण नभएको त्यस्तोलाई चाहिँ ऋषि भनेर जापानमा भन्ने गरिन्छ। भनेदेखि चाइनामा यसबाट असाध्यै चाहिँ धेरै किसिमको औषधीय गुणहरू भएको राम्रो भएको हुनाका कारणले लिङ्जी भन्ने गरिन्छ। भनेदेखि यसको चाहिँ मलेसियामा कुबुते भनिन्छ, नेपालमा हामीले यसलाई रातो च्याउ भनिन्छ। यो 90 दिनको प्लान्टबाट बनाइएको हुन्छ। यो एकदम सेन्सिटिभ साह्रै चाहिँ अत्यधिक प्रविधिबाट उत्पादन गरिएको हुन्छ। यो साह्रै चाहिँ उपयोगीमूलक तरिकाले बनाइएको हुन्छ। जो यो 100% हो। यसबाट जुन किसिमको यसमा चाहिँ के अरे यसको चाहिँ तत्त्वहरू हुन्छ जिएलमा हुँदैन, जुन जिएलमा तत्त्वहरू हुन्छ यसमा हुँदैन। त्यसो भएर यो दुईटाको संमिश्रण गरेर खानुपर्छ भन्ने कारण पनि त्यही नै हो। त्यसो भएर यो सबै रोगहरूको निदान हो। तर ख्याल गर्नुहोस् यो चाहिँ दबाई चाहिने होइन। यो एकदमै शरीरलाई चाहिने पोषणयुक्त र शरीरको चाहिँ इम्युन सिस्टमहरूलाई स्ट्रङ गर्ने। हजुरहरूलाई थाहा छ शरीर आफैमा चाहिँ डाक्टर हो। शरीर ठीक छ किन भनेदेखि हामीलाई कुनै डाक्टरले रगत चाहियो र रगत चाहिँ यदि हामीलाई शरीरमा दियो भनेदेखि र यो शरीरले रगत लिएन भनेदेखि डाक्टरले जति कोसिस गरे पनि रगत घुसाउन सक्दैन। हाम्रो शरीरलाई अक्सिजन चाहियो तर अक्सिजन यो शरीरले लिएन भनेदेखि लाख कोसिस डाक्टरले गरे पनि अक्सिजन भित्र पठाउन सक्दैन। डायबिटिसको बिरामीलाई हाम्रो सात पत्र जो प्याङ्क्रियाज हुन्छ, प्याङ्क्रियाजले इन्सुलिन चाहियो, बाहिरबाट चाहिँ इन्सुलिन दियो, ग्लुकोज दियो र शरीरले लिएन भनेदेखि जति कोसिस डाक्टरले गरे पनि आखिरमा चाहिँ काम लाग्दैन। त्यसो भएर शरीर सबै नै आफैमा डाक्टर हो। त्यसो भएर यो शरीरलाई मजबुत बनाउने, इम्युन सिस्टमलाई स्ट्रङ बनाउने काम यसले गर्छ। त्यसै भएर नै यसलाई चाहिँ जडीबुटीको राजा भनिएको। यसलाई औषधि भन्दा धेरै माथिल्लो तहको दर्जा यसलाई दिएको छ। त्यसो भएर यसलाई मेडिसिन भनिदैन। किनभने मेडिसिनले टाउको दुखेकोलाई मात्रै हुन्छ, पेट दुखेकोलाई मात्रै हुन्छ, अथवा स्पेसिफिक डिजिजको लागि स्पेसिफिक के अरे मेडिसिन दिएको हुन्छ। तर यो चाहिँ सम्पूर्ण होल शरीरलाई फाइदा दिने भएको भएर यो मेडिसिन भन्दा धेरै माथिल्लो दर्जाको यो आयुर्वेदिक जडीबुटीको राजा हो। यसरी सम्झनुहोस्। तर पहिले हजुरले यसलाई जबसम्म इस्तेमाल गर्नुहुन्न गुलाबको फूलमा सुगन्ध छ भनेर टाढाबाट बखान सुनेर हुँदैन। गएर समय निकालेर सुँग्ने काम पनि गर्नुहोस्। किनभनेदेखि जबसम्म हजुरले सेवन गर्नुहुन्न तबसम्म बयानले काम गर्दैन। मैले जतिसुकै कुरा गरे पनि यो प्रोडक्टले काम गरेन भनेदेखि मेरो बयानको कोही मतलब हुँदैन, भ्यालु हुँदैन। त्यसो भएर खुद तपाईले यसलाई चाहिँ प्रयोग गरेर हेर्नुहोस् अनि हजुरको जीवनमा कस्तो किसिमको चाहिँ यसले फाइदा दिन्छ अनि आजमाइश गरेर अनि बल्ल चाहिँ यसमा लाग्नुहोस्। म हजुरलाई यही कुरा गर्न चाहन्छु। र अर्को कुरो यहाँ यो पनि बताइयो, यो शुद्ध चाहिँ कुनै के अरे केमिकल रहित, कुनै केमिकल मिक्स नभएको शुद्ध फलको चाहिँ यो जुस हो। यसलाई मोरिन्डा सेट्रिफोलिस फल भन्छ। यो फलबाट मिलेको यो शुद्ध जुस हो। यो एक किसिमले महिलाहरूको लागि त अमृतै हो। यो कुनै पनि एकदम सख्त बिरामी के अरे दुखेको छ भने पनि यसले त्यो ब्रुफिनको काम पनि गर्छ। तर ब्रुफिन डाक्टरको ब्रुफिनहरुमा टक्सिन हुन्छ भने यो टक्सिन रहित हो। त्यसो भएर यसले धेरै कुराहरू गर्छ, धेरै कुराहरू राम्रो गर्छ। धेरै तपाईले आफ्नो वेबसाइटमा किताबहरू पढ्नुहोस्, वेबसाइट हेर्नुहोस् हैन। अनि यसपछि बल्ल चाहिँ तपाईले थाहा पाउनुहुन्छ धेरै बिमारीहरूलाई यसले चाहिँ राम्रो गर्छ। अनि अर्को यो स्पिरुलिना छ। यो समुद्रको सतहमा पाइने लेउ प्रजातिबाट बनाइएको छ। यो विश्व स्वास्थ्य संगठनले पनि यसलाई बेस्ट सुपर फूड अफ द फ्युचर भनेर चाहिँ अवार्ड पनि दिइसकेको छ। तपाईले वेबसाइटमा हेर्न सक्नुहुन्छ। त्यसो भएर यो युएनबाट रेकग्नाइज भएको यस्तो राम्रो हो जसको कि यो सेवन गर्नाले हामीले माछा मासुहरू, फलफूलहरू, सागसब्जीहरू र अन्डा, दूध दहीहरूलाई पनि पाइने सबै तत्त्वहरू यसबाट हामीले पाउन सक्छौं। यसमा एकदम राम्रो शरीरलाई चाहिने न्युट्रिसनले भरपूर तत्त्व चीज हो। यो हाम्रो कम्पनीले आफै उत्पादन गर्छ। बहुत राम्रो तरिकाले एकदम चाहिने अत्यधिक प्रविधिबाट तयार गरिएको यो यस्तो राम्रो चीज हो। अर्को छ
यार्सा गुम्बा, जो यार्सा गुम्बा नेपालको हिमाली भेगमा मिल्छ। हजुरलाई थाहा छँदैछ यार्सा गुम्बा भनेको हिउँदमा 6 महिना चाहिँ एउटा झुसिल किरा जस्तो सानो चाहिँ किरा हुन्छ र 6 महिनापछि उसके हुन्छ त्यो एउटा बिरुवाको रूप वनस्पतिको रूप धारण गर्छ। हो त्यही यार्सा गुम्बा हाम्रो कम्पनीले यहाँ यसलाई चाहिँ उत्पादन गरे हुन्छ। तर यो हरेक चीजको बिमारीहरूको लागि चाहिँ यो खाद्य पूरक चीज हो। यसले हाम्रो इम्युन सिस्टमहरू, शारीरिक चाहिँ कमजोरीहरू सबै कुराहरूलाई यसले चाहिँ राम्रो गर्छ। यसको चाहिँ कुन कुन रोगलाई कति कति कसरी खाने भन्ने चीजहरुमा हजुरले वेबसाइटबाट, यसको पत्रपत्रिकाहरूबाट, यसको चाहिँ अथवा अग्रज साथीहरूसँगबाट पनि हजुरले परामर्श लिएर सेवन गर्न सक्नुहुन्छ। अर्को छ मसाज आयल। यो मसाज आयल हरेक बहुआयामिक छ। कसरी बहुआयामिक छ भने जस्तो नहल्लाइकन आँखामा राख्नुस्, आँखामा रहेको रोगहरूलाई यसले के गर्छ, राम्रो गर्छ। यसमा पाल्म आयल र चाहिँ नि यो ग्यान्डरमा मिक्स भएको हुन्छ। अरू बेलामा जस्तो चाहिँ कान दुख्यो, कानमा लगाउन सक्नुहुन्छ। नाकभित्र घाउ आयो, नाकभित्र घाउ लगाएको उसमा गर्न सक्नुहुन्छ। मर्केको ठाउँमा टुथपेस्ट यो दलेर चाहिँ नि सेवन गर्न सक्नुहुन्छ। घाउमा, खटिरामा, कपालको चायामा, ब्याक पेन प्रब्लम हुँदाखेरि, कुनै पनि त्यस्तो समस्या, अर्थराइटिसको समस्याहरू हुँदाखेरि, प्यारालाइसिसको समस्याहरू हुँदाखेरि यसको तेलले धेरै राम्रो रिलिफ गर्छ। अर्को छ साबन। यो साबन एकदम विशुद्ध, यो चाहिँ नि केमिकल रहित साबन हो। यो साबन प्रयोग गर्नाले हामीहरूको शरीरमा कुनै घाउ, खटिरो, लुतो, घमौराहरू, पिम्पल्सहरू कुनै आउन दिँदैन। शरीरलाई स्वस्थ बनाउँछ। यसमा कुनै चाहिँ रासायनिक चीज हुँदैन। यो नपखालेर पनि खासै त्यस्तो विग्रह गर्दैन। तर एउटा कुरा, यो सेवन गर्दाखेरि अलिकति समय चाहिँ नि राख्नुपर्छ, किनभने शरीरमा यसले चाहिँ शरीरको छालामा यसले अब्जर्भ गर्छ, शरीरको छालालाई राम्रो गर्छ। अर्को छ हामीसँग टुथपेस्ट। यो टुथपेस्ट एक किसिमले फर्स्ट एड किट जस्तै हो। यसले मुखमा भएको, गिजामा भएको चिसो खाने अथवा तातो खाँदाखेरि चाहिँ दाँतहरू, गिजाहरू सिरिङ सिरिङ हुने अथवा घाँटीको चाहिँ टन्सिलहरूको समस्या हुँदाखेरि यो एकदम रामबाणको काम गर्छ। यो चाहिँ टुथपेस्टले त्यो मात्रै होइन, मुखको घाँटीको समस्या मात्रै होइन, यसले काटेको, पोलेको, मर्केको, सुनिएकोमा पनि यसले एकदम राम्रो गर्छ। अनि गोडाहरू फाटेको, अनि कपालमा चाया पोतो परेको, चेहराको चाहिँ सफाई मात्र एउटा चेहरामा लगाउँदा चाहिँ 20 मिनट 25 मिनट भन्दा धेरै चाहिँ राख्नु हुँदैन, सफा गरिहाल्नुपर्छ। रेणुको यो टुथपेस्टले जस्तो सानो आन्द्रामा खराबी भयो भनेदेखि कन्स्टिपेसन हुन्छ, अलिकति चिसो पानीमा घोलेर खाइदिनुस्, त्यो कन्स्टिपेसन राम्रो गर्छ। ठुलो आन्द्रामा खराबी भयो भने पखालो चल्छ, त्यो बेलामा अलिकति मनतातो पानीमा टुथपेस्ट घोलेर खाइदिनुस्, पखालो रोकिन्छ। प्याङ्क्रियाजमा खराब भयो, हजुरको पेटमा चाहिँ कटक्क पेट काट्यो, त्यो बेलामा थोरै पानीमा घोलेर खाइदिनुस्, पेट दुखेको सन्चो हुन्छ। यसको त गुण यति छ जो फर्स्ट एड किट हो। यसले त्यसो भएर यसले यो मात्रै होइन, जीव जन्तुहरू, चराचुरुङ्गीलाई पनि हामीले दिन सकिन्छ। एकदम ब्रोइलर कुखुराहरूलाई दिन राम्रो हुन्छ, रोग लाग्दैन। अन्डा पार्ने कुखुराहरूलाई दिँदाखेरि निरोगी हुन्छ, राम्रो हुन्छ। त्यस्तै अब के अरे कुकुरहरू भयो, बाख्रा भेडाहरूलाई चाहिँ दिनुस्, त्यसको निरोगी रहन्छ। इभन त्यो मात्रै होइन, सब्जी बारीमा लागेको लाईहरूलाई पनि छड्किदिनुस्, लाईहरू पनि मर्छ। यस्तो बहुआयामिक यस्तो चीज छ। त्यसो भएर बाहिर चाहिँ नि हामीले दोकानमा दिने पैसाले, त्यही पैसाले हामीलाई यो सामानहरू किन्यौं भनेदेखि हाम्रो आफू निरोगी पनि रहने, सुस्वस्थ पनि हुने, र अर्को यसको भ्यालुबाट हामीलाई चाहिँ नि लुकेको पाटो आर्थिक समृद्धि भएर 2 वर्ष 3 वर्ष भित्रमा मासिक 20-30 हजार रुपियाँ मासिक आम्दानी दिने यस्तो राम्रो अवसरमा हामी सबै किन नलाग्ने। त्यसो भएर म यस सबै साथीहरूलाई म के आह्वान गर्न चाहन्छु, मेरो के अनुरोध गर्न चाहन्छु भनेदेखि, माझ जो 58 वर्ष उमेर भएर पार गरिसकेको मान्छे आज बल्ल मेरो आँखा खुल्यो, यो कस्तो चीज रहेछ भन्ने चीज। त्यसो भएर सबैलाई मेरो अनुरोध के छ भनेदेखि, जिन्दगी त सबैको हुन्छ, तर जीवन हर कसैको हुँदैन।
त्यसो भएर जीवनलाई चिन्नुहोस्, आफ्नो स्वास्थ्यलाई चिन्नुहोस्। स्वास्थ्य छ सब चिज छ। स्वास्थ्य छ भनेदेखि सबै आफ्नो हुन्छ, सबैको प्यारो हुन्छ। स्वास्थ्य ठिक छैन भनेदेखि सँगै सुतिरहेको आफ्नो श्रीमतीको गाला जोडेर श्रीमती पनि आफ्नो हुँदैन। हेर्नुहोस्, त्यसो भएर यो ख्याल गर्नुहोस्, स्वास्थ्यलाई चिन्नुहोस्, जीवनलाई चिन्नुहोस् र यसैमा नै यस्तो छ, भविष्य छ, सुन्दर छ। यसले हाम्रो आर्थिक समृद्धि पनि दिन्छ। त्यसो भएर म यहाँलाई के अनुरोध गर्न चाहन्छु भनेदेखि पहिला हजुरहरूले कफीको बानी बसाल्नुहोस्, त्यसपछि यो टुथपेस्टको प्रयोग गर्ने गर्नुहोस्, नुहाउँदाखेरि यो साबुनको प्रयोग गर्ने गर्नुहोस्। अनि त्यस्तो किसिमले हजुरहरूलाई कुनै पनि शिकायत हुन्छ, यो चाहिँ आरजीजीएल को क्याप्सुल खान सक्नुहुन्छ। बच्चा बच्चीहरूलाई यो कोकोजी असाध्यै राम्रो हुन्छ, उसको मस्तिष्क पनि राम्रो गर्छ, एकदम ट्यालेन्ट बनाउँछ। त्यसो भएर मेरो अनुरोध छ, हजुरहरू सबैले यसको विषयमा राम्रोसँग अध्ययन गर्नुहोस् र यसको चाहिँ वेबसाइटहरू हेर्नुहोस् र चाहिँ नि यसको सेवन गर्नुहोस्। यसैमा आर्थिक समृद्धि छ, यसैमा चाहिँ भविष्य छ। मेरो विनम्र अनुरोध गर्दै बिदा हुन्छु। नमस्कार। गुड मर्निङ डिरेक्सन।